हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ हाम्रो ब्लगमा। आज चाहिँ हामी देउरानी जेठानी भएर यहाँ हाम्रो तोरीबारीमा तोरी पाकेको छ, तोरी उखाल्न आएको। अनि यसो अरू पनि हुनुहुन्छ उखाल्न आउने मान्छे, अनि उहाँहरू आएपछि सँगै थालौँला भनेर हामी चाहिँ यहाँ बसिरहेछौँ। यति मजाले पाकिरहेछ तोरी। दिनभरि लाग्छ हामीलाई, दिनभरिमा पनि भ्याइन्छ कि भ्याइँदैन। 5-6 जना छ उखाल्ने मान्छे चाहिँ। भ्लग हेर्न चाहिँ झ्याउ नमान्नु होला, गाउँघरको भ्लग यस्तै हो। हामीलाई ख्याल ठट्टा रमाइलो गर्नु पनि त्यति आउँदैन। सरासर काम गर्यो, काम गरेको भिडियो देखायो, त्यति मात्रै हो। हेर्ने जतिले हेर्न त हेर्नुहुन्छ, खासै धेरै भ्युज त आउँदैन, तर हेरेको जतिले लाइक र सब्सक्राइब त गरिदिनु त। गाह्रो पिरो नमानिकन गरिदिनु होला है। सबै मिलेर गर्नुपर्छ। हामीले तपाईँहरूले गर्नुभयो भने हामी पनि गर्छौँ, अनि हेरिदिनु भयो भने थाहा हुन्छ। यसो छुसुक्क छस्स नाकमा गरेर छोइदिनुहोस् त भइहाल्छ, अरू केही गर्नै पर्दैन। त्यति छुनलाई मात्रै गाह्रो पिरो नमानिदिनु होला। भन्दा पनि यो एडिटिङ बढी चल्ने के, एडिटिङ अलि बढी भएर झ्याप्प झलक्क राम्रो देखेकोलाई चाहिँ सब्सक्राइब लाइक गर्नुहुन्छ। अनि त्यहाँबाट हामीले नर्मल जस्तो छ त्यस्तै गराउँछौँ, त्यसलाई चाहिँ अलिक नरुचाउनु भएको कि जस्तो लाग्छ। सादा जीवन उच्च विचारलाई गरिदिनुहोस् है। नर्मल जे छ हामीले त्यस्तै गर्छौँ। सबैजना मिलौँ न, के हुन्छ र, मिलेर अगाडि बढौँ। अब नजानेको कुरा सिकिन्छ, नजानेको कुरा हामीलाई नि सिकाउनु, हामीले जानेको कुरा हामीले नि सिकाइन्छ। त्यो दोहोरै हुने कुरा हो। नर्मल आए पनि हाम्रो 50-60 कुप्पै आयो भने 100 भ्युज भन्दा माथि गएकै छैन। त्यतिजना पनि सब्सक्राइब गरिदिनु त, कन्जुस नगरिकन। अलिकति हामी पनि केही गरेर अगाडि बढौँ भनेर मात्रै हो। खै यो नआएको देखेर त बनाउन पनि छोडिदिउँ झै लाग्न थाल्यो साथीहरू। उपलब्धि आउन छोडिसक्यो। अरूको देखेर चाहिँ कति आइरहेको हुन्छ नि, हामीले गराउनु लाग्दा चाहिँ आउँदैन कि। हामी पनि अहिलेसम्म खासै धेरै त हाल्ने छैन। अरूको त एउटै पनि कति धेरै आउँछ, हामी चाहिँ अलिअलि त हालेछौँ। खै किन मन नपराउनु भएको भएर एडिटिङ पनि जान्दैनौँ कि, त्यही भएर हो कि। अब नर्मल सादा हालेको हुन्छ नि, त्यही सादा भएर नरुचाउनु भएको कि, त्यो चाहिँ मेसो पाउनै गाह्रो पर्यो साथीहरू। ल त झ्याप हेर्ने जतिले गरिदिनुहोस् त। हामीले साह्रै बेरोजगार भइयो। खेतमा आयो, तोरी उखाल्यो, तलब छैन। घर गयो, भात पकायो, तलब छैन। हामी पनि यहाँ युट्युब चलाएर हामी पनि युट्युबर भनेर जोडियोस् न। लास्टमा गोबर होला जस्तो छ साथीहरू। के हुन्छ कि भन्ने चाहिँ लागेको हो। सबैजनाले साथ सपोर्ट गरिदिनु होला। साथ सपोर्ट गरेर अलि अगाडि बढ्ने चाहिँ हौसला दिनु होला हामीलाई पनि। हामीलाई निरुत्साहित चाहिँ नगराइदिनु। यसो भिडियो हेरेर त्यति चाहिँ गर्नु। यसरी भएन, बरु यसरी गराउनुहोस् भनेर बरु सल्लाह दिनु। हामीले कमेन्ट गरौँला। हामी त नजानेरै हो कि, साह्रै गोबरै भयो हामी त। यसो गरे नि हुँदैन, उसो गरे पनि हुँदैन। अहिले हामी तोरी हालेको यताउति गरेको भिडियो पनि हाल्छौँ। आउने हुनुहुन्छ, हामी चाहिँ अहिले अगाडि आएको थियौँ। त्यही भएर यसो जेलसम्म चाहिँ यसो भलाकुसारी गरौँ भनेर हजुरहरूसँग। ल साथीहरू, हाम्रो चाहिँ मालिक नि आउनु भएको तोरी उखाल्नलाई। परिमा यस्ता छन् साथीहरू, 10:30 बजे आउँछन्, 10 बजेको हिसाब गर्छन्। यो गाउँघरे परिमा यस्तै हो। नेपाली टाइम बढो जाने हान के, ठिक्क टाइममा हुन्न भन्ने थाहा छ। भ्याउनु पर्ला भन्ने सोचेर मेला बोलाएको। 10:30 बजे, आधी घन्टा ढिलो आउने मेला। एक थाल भात खाएर भुँडी चर्केर हिँड्न मिलेन साथीहरू। भिडियो हेर्ने, लाइक नगर्ने, कमेन्ट नगर्ने, सब्सक्राइब नगर्ने, भिडियो हेरेर हाँसी थिएँ अरे फेरि ल हेर ऊ अझै रोकिया छैन हाँसो। यस्तो छ पारा। अब तोरी उखाल्न सुरु भइसक्यो। यो मसुरो पनि मिसाएको तोरी उखाल्न एकदम झ्याउ छ यहाँनिर। यति मसिनो छ तोरी। तपाईँहरू पनि कोही यहाँ सघाइदिन इच्छुक हुनुहुन्छ भने आइदिनु होला। यस्तै छ। हामी चाहिँ सुरु गर्यो है तोरी उखाल्न। तपाईँहरू हेरेर बस्नु होला। हामी चाहिँ मोबाइल चाहिँ डिलमा राखेर अनि तोरी उखाल्न थाल्यौँ है। अनि पनि यो बोल्दै स्ट्यान्ड पनि सानो खालको थियो, त्यसैले चाहिँ कान्लामा राखेर, अब कसैले अलिक कसैले कान्ला भन्छौँ, अलिक डिस्को छ, त्यहाँनिर राखेर चाहिँ अनि तोरी उखाल्न थाल्यौँ। तोरी उखाल्दा पनि बडो रमाइलो भइरहेको थियो, गफ गर्दै उखाल्न थाल्यौँ। अनि यो स्पिडमा चाहिँ फेरि नर्मलमा राख्दाखेरि चाहिँ फेरि भिडियो लामो हुन्छ नि, हेर्न पनि झ्याउ लाग्छ नि त, नि हामीलाई पनि झ्याउ लाग्छ। त्यस्तै गरेर
फेरि झ्याउ लाग्छ भनेर हजुरहरूलाई अनि यो स्पिडमा लगाएको भिडियो चाहिँ। अनि अन्तिमसम्म चाहिँ हेरेर साथ दिनु होला है। भिडियो चाहिँ गफ गर्दै उखाल्दैछौँ हामी चाहिँ। गाउँघरमा परिमा गर्न चाहिँ साह्रै रमाइलो हुन्छ कि साथीहरू गफ गर्दै पालै पालो दिन पनि काटिने, गफ गर्दै साथीहरूसँग रमाइलो पनि हुने। हामी चाहिँ त्यस्तै गफ गर्दै उखालिराखेको थियौँ। अनि बिचबिचमा चाहिँ भिडियोहरू काटेर पनि राखेको छु मैले। अब नकाट्दाखेरि चाहिँ लामै हुन्छ, त्यही भएर बिचबिचमा काटेर राखेको छु। एकछिन चाहिँ हेरेर साथ दिनु होला है त। अनि हामीले हालेको भिडियोहरूलाई लाइक सब्सक्राइब पनि गर्नु होला है। हामी केही जान्दैनौँ, गाउँबाट हो। अनि को गाउँघर यस्तो डाँडाकाँडाबाट हेर्दै हुनुहुन्छ उहाँहरूले पनि एकदम सपोर्ट गर्नु होला है। अब हामी बजारी क्षेत्रमा होइन है, घुमफिर गरेको, यताउति गरेको। अब गर्न त गर्छौँ कहिलेकाहीँ, त्यो अब त्यस्तो गरिराख्दैनौँ। घुमफिर पनि समय पनि हुँदैन। गाउँघरमा मेलापात काम यताउति यही नै हो हाल्ने है। अनि हजुरहरू पनि अब कुन ठाउँबाट हेर्दै हुनुहुन्छ अनि यसो कमेन्ट लेख्नु होला। अनि हामीलाई सपोर्ट पनि गर्नु होला है। हजुरहरूकै सपोर्ट बिना हामी केही पनि हुँदैन। अनि हजुरहरू सपोर्ट गर्नु भएन भने हामी बनाएको अर्थ पनि भएन जस्तो लाग्छ मलाई चाहिँ। हजुरहरूले सपोर्ट गरेर चाहिँ अहिले अगाडिसम्म पुर्याइदिनुहुन्छ कि भन्ने एकदम आशा राखेको छु। अनि हजुरहरूलाई पनि हामी सपोर्ट गर्छौँ। अनि गाउँदेखि कोले हेर्दै हुनुहुन्छ अनि कताबाट हेर्दै हुनुहुन्छ कमेन्ट चाहिँ लेख्नु होला। हामी चाहिँ रमाइलो भएको छ जे होस् उखाल्दैछौँ सबैजना रमाइलो गरेर। उता पछि बुवा पनि आएर साइडमा देख्नुभएको छ होला, उतापट्टि बसेर तोरी उखाल्दै हुनुहुन्छ। अनि हामीले चाहिँ ढिलो आउनुभएको भनेर जिस्काउँदै उखाल्दै गइरहेको थियौँ। अनि जे होस् गाउँघरमा मेलापात गर्न चाहिँ रमाइलो हुन्छ। को हुनुहुन्छ यस्तो मेलापात गर्ने कमेन्ट लेख्नु है त। चाहिँ थाहा छ होला हजुरहरूलाई पनि है, मेलापात गर्दा चाहिँ के हुन्छ भनेर। अनि पालै पालो गरिन्छ। अनि एउटा कुरा चाहिँ यो नचिनेको नयाँ हुनुहुन्छ नि, अनि यो मेलापात गर्दा चाहिँ साथी सङ्गी पनि बनिन्छ कि एउटाले अर्कोको मेलामा बोलाउने। अनि नचिनेको भए पनि गाउँघरमा चाहिँ मेलापातबाट नै सुरुको साथी बन्छ जस्तो लाग्छ मलाई चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ? अनि हामी चाहिँ घरमा नास्ता बनाउनको लागि चाहिँ मम्मीलाई छोडेर हामी त्यहाँ तोरी खान आएको थियौँ। मम्मी चाहिँ घरमा नास्ता बनाउँदै हुनुहुन्छ। अनि बाबु नानीहरू पनि घरमा रमाइरहेको थियो। नानी चाहिँ पछि लागेर आइरहेको थियो, उसलाई पठायौँ। अब बच्चाहरू पनि यस्तै खालि मम्मी बाबाहरू जहाँ गयो उहीँ पछि लाग्ने के। अनि हामी चाहिँ रमाइलो गर्दै उखाल्दै थियौँ। अनि मम्मीले नास्ता लिएर आउनुभयो। हामी अनि नास्ता खान तयार गर्दैछौँ। मम्मीले चाहिँ नास्ता भाग लाउँदै हुनुहुन्छ। गाउँघरमा चाहिँ अब जहाँ काम गऱ्यो उहीँ गएर नास्ता खाइन्छ नि त, अलिकति अलि टाढा आउँदाखेरि। त्यही भएर रोटी तरकारी थर्मसमा चाहिँ चिया लिएर आउनु भएको छ। अनि चिया बिनाको फेरि यस्तो साथीहरू के चिया भने चाहिँ फेरि नखाँदा टाउको दुख्ने, खाँदा पेट दुख्ने भने चाहिँ चिया नभई चाहिँ नहुने कि। चिया एक दिन नखाँदाखेरि चाहिँ टाउको दुखे जस्तो हुन्छ। कोलाई हुन्छ यस्तो, यसो कमेन्ट गर्नु है। चिया खाएपछि चाहिँ पेट दुख्छ, त्यहाँ ग्यास्ट्रिक हुन्छ, सियोर नै हो सबैको, सायद प्रायः जस्तो सबैको होला। मम्मीले चाहिँ थर्मसको ढक्कन खोल्न सक्नु भएको थिएन र मलाई दिनुभएको थियो। अनि मैले चाहिँ अलिकति स्किप गरेको थिएँ। अनि नास्ता खाँदा चाहिँ साह्रै रमाइलै भयो भनौँ। रमाइलो गर्दै गाउँघरको नास्ता यस्तै हो, रोटी अचार चिया। जे होस् गाउँघरमा बस्नेलाई त सानोतिनो पिकनिक नै हुन्छ होला सायद मेलापात गर्दा नि, मलाई चाहिँ त्यस्तै लाग्छ। हामी चाहिँ नास्ता खान थाल्यौँ। नास्ता खाँदा पनि रमाइलो आएको थियो, गफ गर्दै खाँदै। यता चाहिँ क्यामेरामा चाहिँ अलिक धमिलो आए जस्तो चाहिँ उल्टोतिर राखेको छु मैले क्यामेरा। अनि अलिक कालो आएछ नि त, कालो धमिलो आयो जस्तो माने मैले चाहिँ। त्यही भएर पछि चाहिँ अर्को साइडमा पनि राखेको। बुढालीमा म त मान्छे कालै आएछ भएन भन्दै हँसाउँदै गर्नुभएको थियो। हामी हाँस्दै थियौँ। मैले त्यहाँबाट क्यामेरा अर्कोपट्टि लगेर गोरो देखाउनलाई अर्कोपट्टि लगेको, म त आउँदिनँ भन्नुभयो। अनि हामी चाहिँ बसेर नास्ता खान थाल्यौँ। चाहिँ बसेर नास्ता खाँदै गफ गर्दै गर्दैछौँ। हजुरहरू सुन्नुहोस् है त हाम्रो गफ। अचार रोटी अनि चिया त हुनै पर्यो। आलु बिनाको परौठा कमेडी भन्नु पर्छ कि। अङ्कललाई कस्तो लाग्यो त खाजा? हामी चाहिँ खाँदै थियौँ। अनि तोरी उखाल्न चाहिँ एकदम झ्याउ थियो कि भनौँ न। तोरी पनि सानो भन्दा ठिकै थियो, तर मसुरोसँगै छरेको भएर चाहिँ जम्मा 2 मेलो मात्रै खाजा खाने टाइममा 2 मेलो मात्रै गरिसकेको थिएँ। मम्मीले तिमीहरू त जम्मै सुत्दैछौ, यति मात्रै गोड्यो भन्दै हँसाउँदै गर्नुभएको थियो। म आउँदाखेरि मात्रै गोड्न थालेछौ क्या भन्दै। अनि हामी चाहिँ हाँस्दै ओर्दै रमाउँदै चिया खाँदै थियौँ। पुरानो मल त लाग्दैन लागेको।
थोरैजनामा धेरैजनामा त साह्रै गाह्रो हुने कि अन्त केटाकेटी झन् धेरै खान्छ नि बोलाउनु पनि गाह्रो छ क्या अटेन क्या साँच्चै त केटाकेटी त त्यत्रो यसो कहिलेकाहीँलाई बोलाउन त भन्यो भने पनि गानै जाने खालको अहिले सबैको थुप्रै भएर हो क्या पहिला एउटैको 6-7 जना हुन्थे 8-9 जना हुन्थे यत्रो धेरै भन्दैन थिए दुईटा मोबाइलसँग 55 किलो कति मोबाइलमा 54 किलो 800 अनि हामीले चाहिँ नास्ता खाएर पनि सकियो नास्ता खाएर खाँदाखेरि गफ पनि सकियो अनि हामी चाहिँ फेरि हाम्रो काममा लाग्ने साथीहरू देउरानीले चाहिँ भाँडा नास्ता खाएको भाँडाहरू चाहिँ बाँध्दैछिन् घर लाँदाखेरि सजिलो होस् भनेर म हेर्दा म 54 किलो जस्तो ल साथीहरू अब नास्ता पनि खाइयो अब चाहिँ फेरि हाम्रो काममा हामी लाग्दैछौँ उहाँ बुहारीहरू आएनन् भनेर उहाँ बुवा गएर झ्यापझुप काम गराउनलाई उखाल्न थाली भ्याउनु भयो छम् अब चाहिँ जाडो भयो ल केही भनिदिनु त हाम्रो यहाँ प्रिय साथी ल अब चाहिँ जाडो भयो फेरि स्वेटर लाउनु पर्यो साथीहरू ए अब यस्तै छ हाम्रो जिन्दगी कता अड्के दिन त साथीहरू तोरी गोड्दा गोड्दा हैरान भन्छौँ हामी चाहिँ तपाईँहरू पनि यसो खाली भए आउनु होला बिना तलबको जागिर खान बिना तलबको जागिर खान अर्की गइने मोबाइलमा फोटो छ जिन्दगी छोटो छ अरे हाम्रो बुवाले भन्नुभएको उखान ल साथीहरू आजको मेलो चाहिँ हाम्रो भ्याइयो बल्ल 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 यति अप्ठ्यारो मेलो कि तोरी भनेको यत्रा यत्रा बुट्टा टाइम मात्रै भ्याइयो मेलो त त्यस्तै हो अझै छ भनेको यस्तो छ साथीहरू हेर्नु किचिरो यो त मसुरो पनि निकालेको यही त छ राम्रै देखियो निकालेको हो। मसुरो पनि त्यही तोरी मकरा पनि खिचेर त्यही हैरान ए भगवान 2 मेलो पनि राम्रोसँग लग्यौँ 3 मेलोको पालीमा टाइमै सक्यो टाइम सक्यो भोलि पनि दिनभरि लाग्ने यही भयो लाग्ने अझ। भयो यति मात्रै भ्याएको छन् अँ। यतातिर त बाँकी नै कुकुर लडेर विचित्र छ बुवालाई देखाइदेऊ न बुवाले चाहिँ घाँस बुवाले काट्दै हुनुहुन्छ उता घाँस काट्दै हुन्छ देख्नु भएकै होला त आजलाई चाहिँ यति नै हामी चाहिँ अब घर जान लागेको आजलाई यति नै फेरि बाई भोलि आउँछौँ बाई